हाई एभ्रीवन, स्वागत छ तपाईहरुलाई फेरि पनि अर्को एउटा नयाँ भिडियोमा। फ्रेन्ड्स, रिसेन्टली भिभोले आफ्नो बजेट एन्ट्री लेभलको अर्को एउटा नयाँ स्मार्टफोन भिभो Y11D लाई चाहिँ लन्च गरिसकेको छ। इन्ट्रेस्टिङ पार्ट के छ भने तपाईलाई यो मोबाइलमा चाहिँ 6500 mAh को ब्याट्री, त्यति मात्र होइन, चार्ज गर्नको लागि 44 वाटको फास्ट चार्जर पनि दिएको छ र बाँकी मोबाइलको स्पेसिफिकेसनको बारेमा हामी अगाडि भिडियोमा कुरा गर्नेछौँ। त्यसैले भिडियोलाई एकछिन पनि स्किप नगरी अन्त्यसम्म हेरिदिनु होला। अब तपाईहरुको टाइम वेस्ट नगरी सुरु गरौँ आजको भिडियो। फ्रेन्ड्स, आगामी दिनमा अरु यस्तै इन्ट्रेस्टिङ भिडियो हेर्नको लागि प्लिज हाम्रो च्यानललाई सब्स्क्राइब गरेर राख्नु होला। साथमा यो भिडियोलाई लाइक र शेयर पनि गरिदिनु होला। सबैभन्दा पहिला हामी कुरा गरौँ मोबाइलको डिजाइन र डिस्प्लेको बारेमा। डिजाइनको बारेमा कुरानु पर्दा फोनको ब्याक साइडमा तपाईलाई डुअल क्यामेराको सेटअप, त्यसैको साथमा एलईडी फ्ल्याश र तलपट्टि चाहिँ भिभोको ब्रान्डिङ दिएको छ र अगाडिपट्टि तपाईलाई वाटरड्रप नचको डिस्प्ले दिएको छ र डिस्प्लेमा चाहिँ ग्लासको प्रोटेक्सन पनि पाउनुहुनेछ। बिल्ड क्वालिटीको बारेमा कुरानु पर्दा ओभरअल यो मोबाइल प्लास्टिक बिल्डको साथमा लन्च भएको छ र मोबाइलको फ्रेम पनि प्लास्टिकको रहेको छ। साथमा यो मोबाइलमा IP64 को रेटिङ पनि दिएको छ। हल्का फुल्का पानीको छिटाहरू परे पनि मोबाइललाई चाहिँ त्यस्तो कुनै प्रब्लम हुने छैन। ओभरअलमा बिल्ड क्वालिटी र डिजाइनको बारेमा कुरानु पर्दा प्राइस अनुसार मोबाइलको डिजाइन चाहिँ डिसेन्ट रहेको छ। तपाईलाई यो मोबाइलको डिजाइन कस्तो लाग्यो प्लिज कमेन्ट लेखिदिनु होला। अब हामी कुरा गरौँ मोबाइलको डिस्प्लेको बारेमा। तपाईलाई यो मोबाइलमा 6.7 इन्चको HD+ IPS LCD प्यानल पाउनुहुनेछ। साथमा तपाईलाई यो डिस्प्लेमा 120 हर्ट्ज को फास्ट रिफ्रेश रेट पनि दिएको छ, यानी कि डिस्प्ले प्राइस अनुसार स्मुथ हुनेवाला छ। र ब्राइटनेसको बारेमा कुरानु पर्दा तपाईलाई यो डिस्प्लेमा 600 निट्स को पिक ब्राइटनेस दिएको छ, यानी कि इन्डोर युजको लागि तपाईलाई यो डिस्प्लेमा कुनै पनि प्रब्लम आउने छैन। तर डाइरेक्ट सनलाइटमा युज गर्दा तपाईहरुलाई भिजिबिलिटीको प्रब्लम आउन सक्छ। ओभरअलमा डिस्प्लेको बारेमा कुरानु पर्दा प्राइस अनुसार मोबाइलको डिस्प्ले क्वालिटी चाहिँ डिसेन्ट रहेको छ। तपाईलाई यो डिस्प्लेमा कन्टेन्ट वाचिङको लागि त्यस्तो कुनै प्रब्लम आउने छैन। त्यसैगरी परफर्मेन्सको बारेमा कुरानु पर्दा तपाईलाई यो मोबाइलमा युनिएसओसीको T7225 चिपसेट दिएको छ, जुन चाहिँ 12 नैनोमिटरमा बनेको चिपसेट हो र यो चाहिँ एउटा 4G चिपसेट पनि हो। साथमा LPDDR4S को RAM टाइप र eMMC 5.1 को स्टोरेज टाइप दिएको छ। अब यो चिपसेटको एन्तुतु स्कोरको बारेमा कुरानु पर्दा यसको स्कोर लगभग 3,70,000 जति आउँदछ, यानी कि नर्मल कामहरु गर्नको लागि जस्तै सोशल मिडिया युज गर्नको लागि, फोटोहरु एडिट गर्नको लागि तपाईलाई यो मोबाइलमा त्यस्तो कुनै प्रब्लम चाहिँ आउँदैन। तर गेमिङको लागि तपाईलाई यो मोबाइलमा चाहिँ प्रब्लम आउनेछ, किनकि यो मोबाइलको चिपसेट त्यतिको पावरफुल छैन। सो त्यो कारणले गर्दा नर्मल युसेजको लागि मोबाइल चाहिँ ठिकठाकै रहेको छ। त्यसैगरी सफ्टवेयर तपाईलाई यो मोबाइलमा आउट अफ द बक्स एन्ड्रोइड 16 दिएको छ, जुन चाहिँ ओरिजिन OS 6 मा रन गर्दछ, जसमा तपाईलाई सफ्टवेयर एक्सपिरियन्स चाहिँ ठिकठाकै पाउनुहुनेछ। अब क्यामेराको बारेमा कुरानु पर्दा तपाईलाई यो मोबाइलमा 50 मेगापिक्सल को प्राइमेरी सेन्सर र अर्को चाहिँ डेप्थ लेन्स दिएको छ भने सेल्फी क्यामेरामा चाहिँ 5 मेगापिक्सल को सेल्फी क्यामेरा सेन्सर दिएको छ। यहाँनिर नमजा के छ भने 5 मेगापिक्सल भन्दा एटलिस्ट 8 मेगापिक्सल को सेन्सर दिएको भए अझ राम्रो हुने थियो। र भिडियो रेकर्डिङको बारेमा कुरानु पर्दा दुवै क्यामेराहरूबाट तपाईहरुले 1080 को 30 fps सम्म चाहिँ भिडियो सुट गर्न सक्नुहुनेछ। ओभरअलमा क्यामेराको बारेमा कुरानु पर्दा डे लाइट कन्डिसनमा प्राइमेरी क्यामेराबाट तपाईहरुले फोटो र भिडियो चाहिँ राम्रो क्याप्चर गर्न सक्नुहुनेछ। तर सेल्फी क्यामेरा भने यो मोबाइलको त्यति राम्रो छैन। आई थिंक क्यामेरा सेटअप भने यो मोबाइलको चाहिँ ठिकठाकै रहेको छ। त्यसैगरी ब्याट्री तपाईलाई यो मोबाइलमा 6500 mAh को ब्याट्री, जसलाई चार्ज गर्नको लागि 44 वाटको चार्जर बक्समा पाउनुहुनेछ। ब्याट्री ब्याकअप र चार्जिङ स्पिड तपाईलाई यो मोबाइलमा एकदमै राम्रो पाउनुहुनेछ। प्राइभेसी र सेन्सरहरूको बारेमा कुरानु पर्दा तपाईलाई यो मोबाइलमा साइड फिंगरप्रिन्ट स्क्यानर, फेस अनलक, चार्जिङको लागि टाइप सी पोर्ट, साथमा 3.5 हेडफोन ज्याक पनि दिएको छ। र स्पिकरको बारेमा कुरानु पर्दा तपाईलाई यो मोबाइलमा सिंगल स्पिकर पाउनुहुनेछ, जसको क्वालिटी चाहिँ डिसेन्ट रहेको छ र बाँकी सबै बेसिक सेन्सरहरू तपाईलाई यो मोबाइलमा दिएको छ। फ्रेन्ड्स, अब हामी कुरा गरौँ भिभो Y11D मोबाइलको प्राइसको बारेमा। यसको दुईवटा भेरिएन्ट हाम्रो नेपालमा लन्च भएको छ। 4+ 128GB 21,499 मा र 6+ 128GB 26,999 मा लन्च भएको छ। अब मेरो ओपिनियनको बारेमा कुरानु पर्दा फ्रेन्ड्स, तपाईले यो मोबाइलमा ब्याट्री ब्याकअप र चार्जिङ स्पिड चाहिँ एकदमै राम्रो पाउनुहुनेछ। अलिकति यो मोबाइलको डाउनग्रेड के छ भने यो मोबाइलको सेल्फी क्यामेरा र साथमा मोबाइलको परफर्मेन्स चाहिँ त्यति
त्यतिको राम्रो छैन। अदरवाइज तपाईहरुलाई ब्याट्री ब्याकअप र चार्जिङ स्पिड चाहिएको छ भने तपाईहरुले यो फोनलाई लिँदा हुन्छ। ल त साथीहरु, यति नै थियो मोबाइलको बारेमा। तपाईहरुलाई यो मोबाइल कस्तो लाग्यो आफ्नो केही सल्लाह सुझाव भएमा प्लिज एउटा कमेन्ट लेखिदिनु होला। भिडियो मन परेमा एउटा लाइक पनि गरिदिनु होला। यदि नयाँ साथीभाइहरुले हाम्रो च्यानललाई पहिलोपटक हेर्दै हुनुहुन्छ भने प्लिज हाम्रो च्यानललाई सब्स्क्राइब गरेर राख्नु होला। अर्को भिडियोमा भेटुने आशा गर्दै आजलाई बिदा लिन्छु। हवस्, धन्यवाद। जय नेपाल।